यस्तो ठाउँ त कति रहेछ हौ यतातिर। कहाँ गएको सानो? स्कुल गएको? पढेको पनि? आऊ हुमुना खुकुना आउला। कस्तो राम्रो हो। मेरो चाहिँ अहिले दसैँ छ, काम गर्दिनँ। अनि काम नगरेपछि बस्यो, घुम्यो, खायो, डुलो, पचायो। मम्मा आयो। हजुर हो। उता नजाऊ बाबा, धेरै तल नजाऊ। ऊ बाउ 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 त त्यसलाई हेर। तलतिर नजानु है, हुमुना खुकुना आउला नि सानो। हजुर ल त्यहाँ धुलो छ हौ त्यतातिर त। धुलोले भरे फेरि तिमीलाई नाकमा उलो होला नि, एलर्जी होला नि नानी। लड्यो उता नजानु है नानी। स्नेकहरू होला है बाबा, यता आऊ है तिमी। हो र त, आऊ न यहाँ, हामी यहाँनिर खेलौँ ल। ओके ल यता आऊ। ओके ओके पापाले ओके। यता 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 माथि, त्यता स्नेक हुन्छ, त्यता स्नेक हुन्छ सानो। माथि आऊ माथि, त्यता एलिगेटरहरू हुन्छ। ल यता हौ त्यता हुन्छ नि त नि, एलिगेटर हुन्छ। हामी चाहिँ यहाँ खेलौँ ल। त्यहाँ धुलोमा नखेल्नु, आऊ यहाँनिर। झन्डै लड्यो। यहाँ त यस्तो रहेछ है, हेर त बाबा। ए यहाँ त ए लड्छौ है। रनिङ गर्दै आयो कोपर। उता त अहिले हुमुना खुकुना आउँछ नि तिमीलाई। आऊ यता जाऊ पर अलु। उता नजाऊ सानो, एलिगेटर आउँछ नि त उता। अन्त नि बाबा, यतातिर त नेपालको जङ्गलहरू जस्तो हुँदैन। यहाँ सबैभन्दा धेरै भनेको स्नेक र एलिगेटर। जता पनि यस्तो तालहरूमा, लेकहरूमा चाहिँ प्राय एलिगेटर बाटो चाहिँ सावधान भनेर लेखेको हुन्छ। अनि डर लाग्छ के। अनि स्नेककै खतरा खतरा हो र त नि भनेको सानो। हो त नि बिर्सियो हो। पापाले फिस क्याच गर्नुभयो के आऊ त बाबा, बिस्तारै बिस्तारै सानो। के भयो? ओ त्यता त म त आउँदिन। अलि यता आऊ न तिमी चाहिँ।
तिमी नजाऊ बाबा, तिमी नजानु। अहिले फिसले अनि फेरि अस्ति जस्तो गर्छ, आइया गर्छ नि त। कुन फिस हो त्यो? कुन फिस हो त्यो? हाँ? अब यो मारी त हालेछ यो बाउ चाहिँ त। ओके कुदेको। बिस्तारै बिस्तारै। यता उता ल, यता उता नजाऊ, लेकको छेउमा नजाऊ बाबा। नो 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 नो, स्नेक आउँछ बाबा। नो, सानो लेकको छेउमा जाँदै नजानु। अहिले म बाउ चाहिँको नि फेरि। तँलाई लानु मिल्छ? छुनु त, छुवा त, टच गर त बाबा। नफाल्नु अरे बाउ। लाने हो? यता आऊ सानो, यता आऊ। धुनु अरे त एकदम घिनाउँछ क्या यो सानो। लड्छ है, लड्छ है। कुत्ता कहाँबाट आउँदैछौ? भिडियो ध्यान दिएको। मेरो फिसिङ उनी च्यानल नै होइन बाउ तिम्रो। नानी तिमी नजाऊ बाउ, अलि छेउछेउमा लैजाऊ है, छेउछेउबाट होइन है। म त यहीँ बस्छु। त्यस्तो झारगाडीमा चाहिँ म आउँदिनँ है। यो चाहिँ घर छेउमा हो, नजिकै। अनि फ्रेस हुनको लागि चाहिँ आनन्द हुने ठाउँ के नेचर। मलाई चाहिँ एकदमै धेरै नेचर मनपर्छ। अनि मेरो बुढोलाई पनि मनपर्ने रहेछ। मेरो छोरालाई त ढुङ्गो माटो अति धेरै मन पराउँछ खेल्नुलाई। What is this? Squirrel. No. यतातिर त स्क्वायरल बढी हुने के। अब म पनि बाउ छोरा भएकोमा जान्छु। एक्लै डर लाग्यो मलाई चाहिँ। यो पुल चाहिँ कस्तो राम्रो रहेछ के। एक दुईवटा टिकटक बनाएँ। यता चाहिँ आनन्द के। अब सिम निकालेपछि के हुन्छ रहेछ भने पैसा यसै पनि तिर्नै पर्छ मन्थली। अनि अनलिमिटेड भनेपछि अब वाइफाई कनेक्सन भइराख्दा पनि सिमको डाटा चाहिँ चलिराख्ने के। आनन्द। त्यही नेटै आइदिएन भने मात्रै, नत्र त घरमा चाहिँ वाइफाई चलिहाल्छ। अनि सिम महँगो भनेको हाम्रो त्यही सिम मात्रै छ, अरू त सब फ्रीमा हो। लाइन बत्ती पानी भन्यो के भन्यो यताउता। जे होस्
युएस आर्मीको धेरै सेवा सुविधाहरू चाहिँ छ है। आनन्द लाग्ने, जीवन आनन्द हुने। नत्र कतिमा आउनु बित्तिकै दुःख गर्नु पर्थ्यो। मैले आनन्द बसिरहेको छु, खानु बस्नु मोटाएर। बच्चालाई टाइम दिनै पर्यो। बाउ ओइ कहाँ छौ? म आउँदैछु। यिनीहरू कता गएछ? मलाई चाहिँ डर लाग्छ जङ्गलतिर। म त नेपालकै जङ्गलमा त कस्तो डर लाग्ने। म नेपालमा जङ्गलतिर खासै जाँदिनँ थिएँ। नाना र बहिनी कान्छी चाहिँ तिनीहरू चाहिँ खतरा हिँड्थ्यो है। म चाहिँ रुखमा पस्नु पनि नसक्ने, भिरतिर पनि नजान्ने, लडेर हात खुट्टा कामेर थुक्का जिउनी भन्थे आफै। यो चाहिँ लेक रहेछ तर एकदमै गहिरो छ अरे हौ यो, त्यसो भन्छ। अनि यहाँ चाहिँ हरेक लेकमा एलिगेटरहरू चाहिँ पाइने के। मेरो छोराले चाहिँ एलिगेटर भनेको मुना खुगुना भन्छ, खै के भनेको हो त्यो। हेर्दा मात्रै ठुलो, 2-3 वर्ष पुगे, पुरा भएकै छैन भर्खर। अब 3 लाग्छ। यहाँ पो रहेछ त। के गर्दैछौ? राम 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 राम। फिसिङ गरेको बाबा पनि? पापा फेरि आफै होइन। म संस्कार मात्रै आफै भन्छ भनेको। अस्ति फुल बनाउँदा बाउको पनि बानी थाहा पाएँ। आफै भनेपछि आफै आफै। त्यस्तो नगर न। यता हेर, तिम्रो नाम भनिदेऊ। जङ्गबहादुर राणा ठाकुरी चौधरी। त्यसो भए म राणाको बुहारी रहेछु। दिस इज नेचर। सानो उसले पनि लौरो टेकेको हेर। मैले लौरो टेकेको। अब लौरोको पनि चेस। लु चेस। लु 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 चेस। कत्रो चेस हौ। लु हिँड। आइया नि। ल भयो। लु हिँड पापा। आइया। लु पापालाई पछ्याउ। लु जङ्गल। हजुर हो। ल होइन, म त नेपालमा जस्तै लाग्यो हौ यो हरियाली देख्दा त। मात्र यतिकै भने एलिगेटर पाउँछ यहाँ डर लागेको। लास्टै तिर्खा लाग्यो तर मलाई। हाम्रो गाडीमा पानी छ बाउ? लास्ट तिर्खा लाग्यो। हिँड ल हिँड। साँझको हाम्रो चाहिँ उता नजानु। खुब रहर गर्यो। लट्ठी टेकेको। आउलु बाबा आऊ। जङ्गलमा हिँड्दा जहिले पनि लौरोहरू चाहिँ बोक्नुपर्छ। यस बाबा। उसलाई जुत्ता लाउनै मान्दैन। म त यो घरमा बस्दा लाउने जुत्तै लाएर हिँडेको। हिँड ल हिँड। अब भोलि चाहिँ घर सफा गर्छु। आज चाहिँ मात्रै दिनभरि नै सुते। जिउ मसाज गरेको आनन्द भयो। निदाइ गएछु मजाले। ल होइन, म यतिकै राखिराख्छु। तिर्खा लाग्यो। यतापट्टिको पो ठुलो लेक छ के र नि। सानो के लौरो टेकेर पनि त्यसरी हिँड्छ त बाबा?
लु हौ त ठुलो भयो हौ त टेक के गर्छ उसको माछा चाहिँ उता त झुन्डिराखेको चाहिँ मेरो मुखमै पसेको ढ्याम्के ढ्याम लाइन्छु अनि छ्या हजुर यहाँ पनि अर्को लेक रहेछ के यिनीहरूको बाबा हजुर फिस ल यो पनि भोकायो होला अब एकछिनमा जानुपर्छ ल अनि तिमी चाहिँ नजाने ल तँ के खाँदैछौ म आऊ यता सानो हामी त उता त हुन्न फोहोर छ आऊ लो यो चाहिँ फेरि अर्कै रहेछ कस्तो हरियाली हौ ऊ मेरो लौरो टेक्ने साथी लाउनुहोस् हामी जङ्गल आएको जङ्गलमा चाहिँ लौरो बोक्ने चलन छ मेरो चाहिँ टेक्ने अनि उसले पनि कस्तो राम्रो हौ खोला अरे यो नेपालको जस्तै खोला रहेछ हजुर नजानु सानो त्यता त एलिगेटर पाउँछ नि स्नेक एलिगेटर ओके उफ फिसरम्यान चाहिँ जताततै फिसी नै मात्रै Where's your stick, बाबा आऊ यता जङ्गल नेपालको जङ्गल कत्रो हो यो त ड्रागन फ्लाई होला सानो आऊ यता यस्तै तिर्खा लाग्यो कस्तो पानी माथि गाडीमै छोडेर आइएछ लड्छ है त्यो यता आऊ है लडौला नि नानी तल एलिगेटर हुन्छ यता आऊ यहाँ पर त लेकको नामै एलिगेटर लेक यो चाहिँ के लेक हो बाउ ए अनि यता आऊ अर्को चाहिँ पर एलिगेटर लेक भन्छ त्यो चाहिँ ठुलो छ नामै एलिगेटर लेक भनेपछि कुरै सक्यो के आनन्द आउने के हरियो जङ्गल देखेर पनि मलाई चाहिँ मजा लाग्छ पछि आइया अर्को ठाउँमा जानु पर्दा चाहिँ फेरि गाह्रो हुन्छ नि जर्मनीतिर जानु पर्यो भने बुढोसँग कस्तो अब यस्तै हरियो परियोमा बस्ने हो कि बस्दिने हो कि के अरे सहरमा बसिने हो सहरमा भयो भने चाहिँ मलाई लास्टै बोर लाग्छ त्यसपछि कोरिया अनि कता कता अनि युएस फर्किने फेरि यहाँ चाहिँ आनन्द छ मलाई चाहिँ यस्तै मनपर्छ